त्यो पुरानो मिस्टर डी को कुरा नसुन ल। तिमीहरू सबैजना आइज मेरो चौतारीमा भेला हुन। मायानेहरू सबैजना भेला भएर आइज। पीडा छ मुटुमा, अनुहार कहिले बोल्दैन, खरानी दिमाग मेरो कुनै पनि फोस छैन। हराए आफैभित्र कसैले खोज्दैन, म आफै दोषी, यहाँ कसैको दोष छैन। जाने त स्कुल तर पाउमा दोष छैन। घोडा चढ्ने लड्छ रे, केही पनि फोर्स छैन। म त एकदम थाकिसके, हिँड्दा हिँड्दै हड्डीहरू मर्किएछ म्याथसँग भिड्दै वर्तमानमा बसेर भविष्यको चिन्ता लिँदै एन्सर र प्रोसेसहरू त्यसैले घिसारिँदै भूत अझ आइरहेछ म्याथले बिगारिदिँदै। म्याथको सम्बन्ध यो म्याथले सिँगारिँदै। चिहान त एउटै तर सबैको निधार भिन्नै, मेरो निधारमा फेरि त्यसैले पीडा लिँदै। जीवन त गहिरो, टप्परले त ढुङ्गा फाले, म भने ढुङ्गा डुबी बसे किनारतिरै। जिन्दगी लथालिङ्ग दौडिँदा पछारिन्छ, मन त अत्तालिन्छ, धप्धपाउँदै कहिले सम्हालिन्छ। मुखको लोटाभित्र जवाफको खरानी छ, पत्रहरू फरक फरक अन्त्य कथाभित्र के कुर्ने भन्ने कुराले त्यसै अत्तालिन्छ। केसी कुष्ठप्रसिद्ध उछालेर पछार्दिन, अर्काको उन्नतिलाई जहिले पनि तनाव दिन। ब्याकग्राउन्ड चर्ने खोजे मैले के साथ दिन। मलाई नि हतार छ, हतार गर्न खोजे जिन्दगीले पछार्छ। गन्तव्य कहाँ हो त्यो मलाई थाहा छैन, बुझ्न त मलाई एकदम हतार छ। मलाई नि हतार छ, हतार गर्न खोजे जिन्दगीले पछार्छ। गन्तव्य कहाँ हो त्यो मलाई थाहा छैन, बुझ्न त मलाई यति साह्रोको हतार छ। सबको लागि राम्रो, म्याथको लागि खतम, कसैको लागि छैन भएछ हरदम। मैले लगाएको थिएँ, मैले कसरी भुलौँ वचन। डडेलो लाउनेलाई थाहा छैन यो मुटुको जलन कहाँ पोल्छ, कहाँ दुख्छ, के छ छातीमा। सबै गोरु पढ्ने भने आधी रात, मुख भन्छ हाँस्दिन, आत्मा भन्छ बाँच्दिन। गाह्रो छ सास लिन, सफलताको ढोका खोल्न खोज्दैछु चाबी म। मलाई मन छ सबैको नियममा बाँधिन, सक्दिन यो सगरमाथामा आनन्दले सास लिन। म्याथको फर्मुला हाहा गर्दै हाँस्दिन, अघि बढ्नेको त पर्छ खुट्टा काट्दिन। सफा मन हुनेलाई धेरै आउँछ दाग दिन, तर खोज्छु सबै साथीभाइको साथ लिन। मलाई नि हतार छ, हतार गर्न खोजे जिन्दगीले पछार्छ। गन्तव्य खोइ कहाँ हो मलाई नि थाहा छैन, बुझ्न त मलाई यति साह्रै हतार छ। मलाई नि हतार छ, हतार गर्न खोजे टप्परले पछार्छ। गन्तव्य खोइ कहाँ हो त्यो मलाई थाहा छैन, बुझ्न त यति साह्रो नै मलाई हतार छ। म्याथ भनेपछि यो संसार पुरै जाली छ, जसको गोजी भारी छ। म्याथकै कारण सबैको जुम्राको भारी छ। सबै राजुहरू अत्यन्तै नराम्रो मारी छ। तिमीहरू मिस्टर डी को कथा सुन्ने भए थ्याङ्क यू।